छ। यहाँनिर हामी अहिले चाहिँ सिन्धुलीको उकालो टर्निङमा छौँ अनि हाम्रो बहिनी पनि हुनुहुन्छ। हेलो गाइस, मेरो नाम चाहिँ आस्किया हो। मेरो नाम आस्किया नभन होला किनकि फेरि आस्किया तामाङ भन्नु थाल्छ मान्छेले। तर म चाहिँ चेन्जङ हो होइन। अन्त ल बाई बाई गाइस। फेरि हामी भ्लगमा आउँछौँ अनि यो भ्लगलाई सब्सक्राइब गरिदिनु होला। अनि यो एकदम एकदम शीतल छ, एकदम चिसो मौसम छ। झापाको गर्मी छोडेर चाहिँ यो चिसो खाना चाहिँ यहाँ आउनुपर्ने रहेछ। हजुरहरू पनि आउनु सक्नुहुनेछ। 250मा मिठो भात खानु पाउनुहुन्छ हजुरले। अनि 1700मा ट्याक्कसँगले काठमाडौँ आइपुग्नुहुन्छ। हाम्रो गाडीको गुरुजीमा हुनुहुन्छ, उहाँलाई गड्डा गरेर ल्याउनु भने उहाँले चक्लेट पानी फ्रीमा दिनुहुन्छ। यो चाहिँ हजुरलाई सुविधा है। यस वाइफाई पनि छ फ्रीमा। यस गाइस, हजुरहरू गाडीमा आउनु चाहनुहुन्छ भने उहाँको गाडीमा आउनु होला। गाडीमा चाहिँ ओके आई लभ सिन्धुली। ए हाम्रो बिरगोर खालीहरूको त अनुहार देखाएकै छैन रहेछ हौ। छोडेको छैन, जाँदै आउँदै गर्छु। होइन, हामी त उताबाट आउँथ्यौँ नि जाँदाखेरि। अनि हामी घुर्मीबाट आउँदा घुर्मीसँग हिँडेर आएको यता कोसी गतिर गरेर भर्खर बाटो बनिँदै थियो त्यति बेला। जाडो भइरहेको छ मलाई त। यस्तो दामी भ्यू आउँदो रहेछ नि यहाँबाट त। जडीबुटी तर सबै घुम्नु पर्ने छ नि म त। हजुर बास चाहिँ आजको चाहिँ हजुर। त्यही माथिको राम्रो छ यो त होइन माथि कदमका मन्त्री गिरी अलि बाटो भएर कतातिर झार्छ त्यहाँ सोलु त उठि होला जस्तो लाग्छ थालेन हौ। त्यहाँ पकडी हाल्दिन 2025 सालमा मात्र बकिया थियो सोलु गाईको नुनी थियो गाईको नुनी थियो एउटा घरमा भित्र चिया दिन्छ मात्र पनि त्यति मात्र नल्याउ चारा नखानु सोल्थेन त्यति बेला त। 10 पैसामा खाना पाइथ्यो मागा रोटी 10 पैसा। अर्खौलेमा चाहिँ तपाईँको 25 पैसा तिरेपछि भुमाका रोटी र आलुको तरकारी कति खान्छौ?
सबै नै चढाएको त्यो ऐनाहरूले कसरी अब माथि माथि लाग्यो होला है। यता पनि सुरु गरेछ अहिले भरि राख्नु होला। त्यो चाहिँ हो अपुन्डो बेसी